र हेर्नुहोस् है गाइस, म चाहिँ अब छानिसकेँ है। यो चिकनलाई चाहिँ ड्राई गरिसक्यो हो। र यहाँनिर मसलाहरू सबै हाल्दैछु है। खोर्सानी र यो धनिया र जिराको पाउडर, धनिया र जिराको पाउडर है, लसुन र अदुवा खोर्सानी सबै हालिसक्यो है। यसरी हालेपछि चाहिँ चलाउनुपर्छ है, चलाउनुपर्छ। तेल चाहिँ हाल्नुपर्छ। यो तेल हाल्नु भने चाहिँ मजाले रेडी नहोस् है, हुनुपर्छ तेल चाहिँ हो। क्वान्टिटी हेरेर है तेल हाल्नुपर्छ है। अब चाहिँ पर्छ है, ठिकैको गर्नु पर्ला, बसेर पनि अलिकति हुन्छ है। चाहिँ भेन्कर है, भेन्कर हाल्नुपर्छ। अलिक नहुनुपर्छ, धेरै नै लान्छु है। हल्दी हाल्यो है, हल्दी छिराइसक्यो। यो चाहिँ मैले चाहिँ अमिलो बनाउँछ हो, हतपत बिग्रिनु दिँदैन। तपाईँले अचार चाहिँ अहिले बनाएको है, तपाईँले 5 महिनासम्म 1 वर्षसम्म पनि झन्डै हुन्छ है। अलिक 5 महिना चाहिँ राम्रै हुन्छ। मिलाउनुपर्छ, यसले चाहिँ दामी कलर आउँछ है। नमक हाल्नुपर्छ है। पर के बोकेर जाँदैछ? त्यो तर लानुभएको छ आमा? खाँदै त खिच्छ।
मैले अब यो मटुको मात्रै छ आलु खाँदैछ अब आज चक्को गरे चिसो पेटेर खाइले मन खुल्ला भयो गीत गाउँदै एक्लै हिँडिरहेको जानुभयो कि जङ्गलमा गयो नभए टाइम थियो नि म ल्याउँथेँ नि गयो कराई चाहिँ भेरी घरमा चाहिँ अमिलो बनाउँछ यसले चाहिँ बिगार्दैन हाम्रो बिग्रिनु निकै दिनसम्म रहन्छ राम्रो फाइनली भइगयो मिलाएन गाँसै बोल्दैन दादा मिलाए केटाकेटी त भरोसा हुँदैन यो चाहिँ भयो है त है गाइस यो चिकन पिकल चाहिँ भयो है हेर्नुहोस् दामी देखिरहेको छ है हेर्दै नै खाउँ लाग्दो है गाइस र तपाईँहरूले पनि यसरी बनाइ खानु सक्नुहुन्छ है घरमै बसेर आफू खानुको लागि हुने है र सिलिङपट्टि लाइनमा पनि गर्नुभयो भने हुन्छ राम्रो है गाइस चिकनको पिकल चाहिँ सक्यो अब रेडी भइसक्यो है फाइनली फिनिस भयो है के बारे गाइस अहिले फिलहाल एकछिनको लागि चाहिँ है अब म पर्कको लागि रेडी गर्दैछु है गाइस अन्त फेरि पर्कमा हालिदिउँला है ओके बाई